उठेर यो पेट घटाउनु बिहान उठेर पानीमा 3 पल्ट डुब्ने त्यहाँबाट आएर सानो पपिताको मेवाको बटुलो अनि धोइधाइ गरेर चिरा बनाएर नुन दलेर करम कुरो खाने भने 3 दिन तकमा टक्कै हुन्छ। यो भुँडी सबै घट्छ झ्याक्कै कति डुबाउनु पर्यो यति यति कम्मरसम्म पानी आउनु पर्थ्यो त्यो बसेर उठ्नु पर्यो बस्दाखेरि यहाँ तक आओ पानी आएछ नडुबो थियो नडुबो 3 दिन गरेर झ्याक्कै घट्छ 3 पल्ट बस्ने उठ्ने छक्क बस्ने जुरुक्क उठ्ने छक्क बस्ने जुरुक्क उठ्ने त्यसै गरेर 3 पालि गरेपछि त्यस दिनलाई भयो गाह्रो मेवा खाने अनि अर्को दिन पनि त्यसै अर्को दिन 3 दिन त्यसै गरेपछि यहाँ छिल्ने पनि होइन नछिल्ने होइन नुन सुन हालिने होइन नुन राख्ने हो नि त नुन राख्ने हो ए त्यो काट्ने नछिलिकन नछिलिकन चिर्ने होइन अनि नुन राख्ने करक्क सबै खाने सानो यत्रो खानु ठुलो खानु भयो एकदम ठुलो सानो पनि हुँदैन अनि यत्रो भित्र सेको सेको जानु पर्नु लाग्यो जस्तो हो ए त्यही दबाई गरौँला पानी छ नुन